आज हामी इक्जाम दिन जाँदैछौँ। हाम्रो पछाडि पनि हाम्रो साथीहरू हुनुहुन्छ। हामी अहिले बाटोमा हिँड्दैछौँ। अब एकछिनमा हामी केटीएस कर्णाली प्राविधिक शिक्षालय जाँदैछौँ। आज हाम्रो इक्जाम चलिरहेको छ। हामी कर्णाली प्राविधिक शिक्षालयको गेटनिर पुगिसकेका छौँ। जताततै हरियाली अनि केटीएस एकदमै सुन्दर देखिरहेको छ। तपाईहरु देख्न सक्नुहुन्छ। हामीले इक्जाम दिएर पनि हामी बाहिर आइसकेका छौँ र हामी बाटोमा हिँड्दैछौँ। बाटोमा आउँदै गर्दा हामीले एउटा सर्प तडपिरहेको पनि दृश्य एकदमै कसले त्यसलाई पिटेर एकदमै घाइते भइरहेको थियो सर्प।